हेलो हाई नमस्ते जय मसे यहाँहरू सबैजनालाई वेलकम छ मेरो नयाँ भिडियोमा। आज चाहिँ 23 दिनपछि बल्ल बल्ल छुट्टी मिलेको छ मेरो। अनि म चाहिँ उठेर नुहाइधुवाइ गरेर घाम ताप्छु भनेर यसो बाहिर निस्केको। अनि यस्तो दामी घाम लागेको छ है। अनि हल्का मेरो अनुहार पनि सुन्निरहेछ धेरै सुतेको भएर। र आज चाहिँ म धेरै खुसी पनि छु किनभने म चर्च जान पाउँदैछु 23 दिनपछि। अनि म चाहिँ रेडी भएर बाहिर निस्किसकेको छु। हामी चाहिँ सङ्गति जानु आँटेको। अब दिदी नक्कल पार्नु हुँदैछ। हामी चाहिँ सङ्गति जानु आँटेको। दिदी छिटो आउनु है, गाडी आउँछ अहिले फेरि गाडीले छ सामु। टिकटक बनाउँदैछ यहाँ हाम्रो साथी। अनि दिदीले चाहिँ बल्ल बल्ल छुट्टी मिले हामी पनि टिकटक बनाऊँ न हौ, एक दुईवटा फोटो खिच्छौँ भन्नुभयो। अनि मैले गाडी हेरेर आउँछु नि त, फेरि गाडीले छोड्छ हामीलाई भनेर गाडी हेर्न आएको म बाहिर, गाडी आएको रहेन रहेछ। अनि खुसी भएर ल दिदी बनाऊँ भनेर टिकटक बनायो। अनि मैले दिदीलाई एक दुईवटा फोटो खिचिदिनु न त भने, अनि दिदीले फोटो खिचिदिनु भयो। अनि एक दुईवटा फोटो खिच्यौँ, त्यत्तिकैमा गाडी आइहाल्यो। अनि हामी गाडीमा चढ्यौँ अनि हामी चर्चतिर लाग्यौँ। हाम्रो चाहिँ चर्च जानुको लागि गाडीको पनि व्यवस्था रहेको छ, यातायातको व्यवस्था रहेको छ। त्यत्तिकैमा हामी चर्च पुग्यौँ। चर्च पुगेपछि दिदीबहिनीसँग भेट भएर फोटो खिच्यौँ एक दुईवटा। अनि सङ्गतितिर लाग्यौँ। अनि हामी सङ्गतिमा बस्यौँ, सङ्गति सुरु भयो। यो भिडियो हेरिरहनु भएको छ र यदि हजुरहरू पनि युएई अबुधाबीमा हुनुहुन्छ र सङ्गतिको खोजीमा हुनुहुन्छ भने मुसाफामा रहेको एनआरएनसी न्यू रेभुलेसन नेपाली चर्चमा हजुरहरूलाई स्वागत गर्दछौँ। हजुरहरूको लागि हाम्रो मण्डलीको ढोका सधैँ खुला रहनेछ।